फाइनली साथीहरू म यो समय नेपालको बिर्ताम मोडमा छु र बिर्ताम मोडमा यहाँ के पाउँदो रहेछ हेर्नुहोस् ल तपाईँहरूले। र यो चिज कसलाई थाहा छ तपाईँले कमेन्टमा भन्नुहोस् ल। यो चिज मलाई पनि थाहा भएन के हो, तर मैले खानु चाहिँ खाएँ अनि एकदमै टेस्टी थियो, एकदमै राम्रो। यो चामलले बनिँदो रहेछ, चामलको पिठोले बनाएको चिज हो यो। तपाईँले हेर्दै गर्नुहोस् ल, साह्रै नै मिठो अनि पाक्नु पनि एकै मिनेटमा पाक्ने है, छिट्टो पाक्ने। यो स्टिम गरेर पकाउँदो रहेछ हो। यहाँ एकजना दिदीले बनाउँदै हुनुहुन्छ, हेर्नुहोस् कसरी बनाउनु हुँदो रहेछ है। यहाँनिर उहाँले बनाएर रेडी गरेर राख्नुभयो, यहाँ ढकनी खोल्नुभयो अनि यो भित्र चाहिँ पानी र पानीको माथि चाहिँ ढकनीमा छेड पारेर राखेको रहेछ र यो थाङ्नामा लगाएर उहाँले यसरी लगाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ यसरी। यो इडली टाइपको देख्ने अनि साउथ इन्डियन डिस जुन चाहिँ इडली हुन्छ, इडली जस्तो देख्ने, तर यो इडली होइन। एकदमै टेस्ट थियो यो, एकदमै मिठो थियो अनि हामीले चाहिँ अलिकति चिनी लगाएर यो चाहिँ बनाउन लगायौँ अनि एकदमै टेस्टी थियो। तपाईँहरू कतिजनाले खानुभएको छ यो चिज अनि के हो तपाईँहरूले कमेन्ट गर्नुहोस् ल। साह्रै दामी बनाउनु भयो, हेर्नुहोस् त यहाँ पाकिसकेको छ। पाकिसकेर उहाँले प्लेटमा, यो चाहिँ कतिजनाले अचारसँग पनि खाँदो रहेछ, कतिजनाले चाहिँ चिनी मात्रै लगाएर पनि खाँदो रहेछ है। अचारसित उहाँले सर्भ गर्नुहुँदो रहेछ अनि एकदमै मिठो थियो, हेर्न सक्नुहुन्छ तपाईँले। उहाँले अर्को पनि लाउँदै हुनुहुन्छ। एउटाको नेपालको 20 रुपियाँ गरेर उहाँले बेच्नु हुँदो रहेछ यो चिज चाहिँ र एकदमै दामी थियो है। तपाईँलाई कस्तो लाग्यो? हुन्छ साथीहरू, बाई बाई।